कम्पनीको मान्छे कहाँ सबै ग्यास बाँड्नु लाइन भयो ग्यास पुगेन भने हामी यही हुन्छौँ त्यसको भयो। अब सुरुमा चाहिँ ग्यासको आपूर्ति सहज नै थियो, हामीले आपूर्ति सहज नै छ भनेर चाहिँ सार्वजनिक हिसाबले सूचना पनि सम्प्रेषण गऱ्यौँ। तर अब नागरिकहरूको त्यो भ्रमलाई हामीले चिर्न नसकेकै हो। एउटा त चाहिँ हाफ सिलिन्डरको चाहिँ कारणले पनि लोड बढ्यो र अर्को कुरा मान्छेहरूले भोलिको अनिश्चयको कारणले गर्दा सञ्चय गर्न खोज्ने प्रवृत्ति भएको हुनाले अलिकति चाहिँ सङ्कट होइन समस्या देखियो। त्यो समस्या समाधान गर्नलाई सुरुमा हामीले अनुगमनको चाहिँ कुरामा गयौँ, त्यसपछि भएन। त्यो नभएपछि हामीले विगत 4-5 दिनदेखि क्लस्टर बेसिसमा ग्यास चाहिँ बिक्री वितरणको प्रबन्ध मिलाएका छौँ। त्यो क्लस्टर बेसिस भन्ने कस्तो भने सिङ्गो चितवन जिल्लालाई हामीले चाहिँ 4वटा चाहिँ भागमा बाँडेर एक दिन पश्चिम चितवन, एक दिन 1, 2, 3, 4 नम्बर भरतपुर महानगरपालिकाको वडा, अर्को दिन 7, 8, 5, 6, 7, 8, 9 भरतपुर महानगरपालिकाको वडा, त्यसपछि अर्को दिन 10, 11, 12 अनि पूर्वी चितवनलाई लगातार गरे। यसरी हामीले 5वटा क्लस्टरमा राखेर बाँड्यौँ। यो बाँड्दाखेरि पनि पाउन नसकेका नागरिकहरूलाई हामीले चाहिँ हाम्रो हटलाइन दिएका छौँ, टोल फ्री नम्बर दिएका छौँ, पैसा नलाग्ने नम्बर। त्यसबाट पनि दिनको लगभग 200 देखि 210-15 जना नागरिकहरूले त्यसबाट पनि लिइरहनु भएको छ। त्यो सुविधा पनि हामीले राखेका छौँ। त्यो दुईटै चाहिँ हाम्रो चाहिँ कार्यक्रमबाट समेटिन नसकेका आम उपभोक्तालाई लक्षित गरेर आज हामीले चाहिँ यो बस पार्कबाट सबै 4वटै कम्पनीका साथीहरूलाई राखेर कम्पनी मार्फत बिक्री वितरणको व्यवस्थापन गराएको छौँ। हेरौँ अब यसरी छुटेका अब चाहिँ उपभोक्ताहरूले आज आउनुहुन्छ, लिएर जानुहुन्छ, त्यसपछि कमसेकम उहाँलाई चाहिँ ग्यासको चाहिँ अलिक तत्कालको समस्या समाधान होला भन्ने हिसाबले हामीले जिल्ला प्रशासन कार्यालयको चाहिँ संयोजनमा 4वटै कम्पनीका करिब चाहिँ 2500 देखि 3000 चाहिँ सिलिन्डर ग्यासको चाहिँ बिक्रीको प्रबन्ध हामीले आज मिलाएको छ। खुसी चाहिँ नहुने राज्यसँग हामीसँग अपेक्षा गर्ने, आलोचना गर्ने त उहाँको अधिकार हो नि, त्यसलाई त हामीले सम्मान गर्नुपर्ने हुन्छ। त्यसबाट हामी सुध्रिनुपर्ने ठाउँमा सुध्रिन्छौँ, सकिनुपर्ने ठाउँमा सकिन्छौँ, सम्भावना छ भने त्यो सम्भावना खोज्छौँ। सामान्य विषय हो, नागरिकको अधिकारको कुरा हो, त्यही आउँछ भन्ने कुरा हो यो होइन। अब पछिल्लो समयमा अब इन्डियाबाट ग्यास त लगभग पहिलाको परिमाणमा आए पनि केही अलिकति कम भए पनि आइ नै रहेछ। हामीले आएको ग्यासलाई कसरी व्यवस्थित गर्ने भन्ने हिसाबले विभिन्न उपाय अपनाएर चाहिँ यहाँ चाहिँ के अरे पाउनु पर्नेले चाहिँ नपाउने अवस्थाको अन्त्य गर्नको लागि हामी लागिरहेछौँ। त्यसैको चाहिँ परिप्रेक्षमा आज हामीले यसरी चाहिँ सार्वजनिक हिसाबले ग्यास राखेर बिक्री वितरणको व्यवस्थापन मिलाएको। आज के हुन्छ हामी हेर्छौँ, त्यसपछि आगामी दिनमा त्यही अनुसार चाहिँ रणनीति बनाएर आगो उपभोक्तालाई चाहिँ पुग्ला अहिले आगो ग्यासले पुग्दैन। हाम्रो आकलनभन्दा उपभोक्ताहरू धेरै लामो लाइनमा हुनुहुन्छ। सँगसँगै हामीले अब त्यसपछि यहाँ लाइनमा रहेको उपभोक्ताहरूलाई हामी निराश चाहिँ बनाउँदैनौँ, सकेसम्म ग्यास दिएर पठाउँछौँ। ग्यास दिन सकिएन भने उहाँलाई टोकन दिएर यो मितिमा हाल्नु भनेर ठाउँ र टोकन दिएर मिति तोकेर हामी